50,000 भन्दा बढी ग्राहकहरूको भरोसा। सिल्भर 6 को वार्म थेरापी ओइल। फिलफ्रुट राधिकाको आजको एपिसोडमा मसँग कुराकानी गर्नको लागि गायिका जानुका तामाङ आइसक्नु भएको छ, लोकदोहोरी गायिका। फर्स्ट अफ अल वेलकम टु माई पडकास्ट। थ्याङ्क यू। के छ हाल खबर? ठिक छु एकदम। हजुरको? एकदमै ठिक छ। लाइफ कस्तो चलिरहेछ पछिल्लो समय? ठिक छ, राम्रै छ। राम्रै छ? हजुर। लाइफमा कहिलेकाहीँ राम्रो भन्दा पनि नराम्रो फेजहरू पनि हामीले बढी फेस गरिरहेको हुन्छौँ कि ती फेजहरू चाहिँ कतिको पार गर्नु भएको छ? भइहाल्छ, लाइफ हो है। कहिलेकाहीँ उतार चढाव त आइहाल्छ। त्यो चिजलाई बिस्तारै पार गर्दै जाने हो। ठिकै छ, ब्यालेन्स गर्दै जानुपर्ने रहेछ। ब्यालेन्स गर्न सकियो भने लाइफ चल्छ अरे, सकिएन भने चाहिँ एकदमै अप्ठ्यारो हुन्छ अरे भनेर पनि भन्छ कि मान्छेहरूले। हजुर, सधैँ राम्रो पनि त लाइफै भएन नि होइन। कहिलेकाहीँ दुःख, कहिले सुख, कहिले हाँसु, यही त हो। गायन क्षेत्रमा तपाईँ अगाडि बढ्नुभएको पनि भइसक्यो होला, 10-12 वर्ष कति भयो होइन तपाईँले स्टार्ट गर्नुभएको? हजुर, भयो होला, 10-11 कम्प्लिट भयो होला। यो यात्रामा चाहिँ कतिको खुसी हुनुभयो तपाईँ? मलाई लाग्छ जति एक्टिभली तपाईँले काम गर्नुपर्ने थियो त्यति चाहिँ गर्नु भएन, तर जति गर्नुभएको छ त्यो कामहरू र त्यो यात्रामा चाहिँ कतिको खुसी हुनुभयो तपाईँ? यो 10-11 वर्षको पिरियडमा अब कर्म हो, गर्दै कहिले अब त्यही त हो, कहिले कता जे जति छ खुसी नै छु। कति गर्न सकिनँ, कहिले के हुन्छ लाइफ हो। सधैँ एकनासै अब गीत सङ्गीतलाई भनेर त्यसरी टाइम दिन पनि सकिनँ कुनै बेला। सो जे जति गरेँ त्यो चिजबाट खुसी नै छु। के कुराले रोक्यो फुल टाइम दिन नपाउनलाई? त्यस्तो थिएन त्यस्तो केही पनि होइन। केही न केही त अफकोर्स हुन्छ नि। तपाईँ अब एउटा गायिका नै बन्छु भनेर लागिसकेपछि त्यो एउटा रहरको बाटोमा हिँडिसकेपछि त मान्छेले जस्तो सुकै बाधा व्यवधान आयो भने पनि गर्छ भनिन्छ कि। तपाईँको यात्रामा चाहिँ केही त्यस्तो बाधक चिजहरू थियो? अब एक त पहिला सुरुवात पिरियडमा चाहिँ अब आउट अफ कन्ट्री पनि भयो, त्यहाँ अब त्यति धेरै समय दिन अलिक गाह्रै भयो। हजुर, देन त्यो पछि चाहिँ अब भइहाल्छ लाइफ हो। कहिलेकाहीँ कति भन्न मिल्ने हुन्छन्, कति नमिल्ने हुन्छन् है। यही त हो नि, अघि हामीले भन्यौँ नि, कहिलेकाहीँ लाइफ हो, तलमाथि भइहाल्छ, अप्स एन्ड डाउन्स नै। हजुर, अब बिस्तारै कन्टिन्यू छ। अहिले चाहिँ एकदमै एक्टिभली अगाडि बढिरहेको पनि देखिरहेको छु मैले, महोत्सवहरूमा हुन्छ नि, स्टेजहरूमा। हजुर, डे टु डे कतिको इन्जोय गर्नुहुन्छ स्टेज पर्फर्मेन्स चाहिँ? होइन, त्यो अब म चाहिँ एकदम डराउँछु यस्तो कुरामा, स्टेजमा। त्यस्तै भयो, पहिल्यैदेखि प्रोग्रामतिर त्यति नहिँड्ने, पछि अलिअलि गर्दै जाँदाखेरि लाज लाग्ने होइन, भनेको कन्फिडेन्ट लो हुने स्टेजमा अलि अप्ठ्यारो लाग्थ्यो। जस्तो अब स्टेज उक्ल्यो, जहाँ उभियो सर्लक्क गायो अनि झऱ्यो, त्यस्तो हुन्थ्यो। बिस्तारै अलिअलि इन्जोय गर्दैछु। यत्रो लामो यात्रामा होइन, जस्तो तपाईँले 1 दशक बिताइसक्नु भएको छ एउटा सिङ्गरको रूपमा, त्यो एउटा रहरको बाटोमा तपाईँ हिँडिरहनु भएको छ। आफ्नो आवाज पनि मिठो छ, अडियन्सले मन पराइदिनु भएको छ, तर एउटा गायिका भनेर चिनिनु भन्दा पनि तपाईँ चाहिँ हाम्रो खेम सेन्चुरी दाइको नामले र हुन्छ नि उहाँको प्रेमिका भनेपछि बढी मान्छेहरूले नोटिस गरे जस्तो लाग्छ कि। यो चाहिँ मेरो साइडबाट मैले भनेको है। तपाईँ त्यो फिल गर्नुहुन्छ कि गर्नुहुन्न? नै, त्यस्तो पनि होइन। हाम्रो कर्मले नै चिनेको हो। केही पर्सनले त्यो पनि हुन पायो, त्यो बिचमा अलिकति नाम जोडिदिनु भयो, त्यो कारणले हो कि भन्ने पनि केही पर्सनलाई भयो। नत्र धेरै त अब गीत सङ्गीतबाट नै हो हाम्रो कामहरू भइरहेको थियो। गीतहरू बजारमा आइराखेको थियो, केही गीतहरू राम्रो पनि भए। त्यो टाइमबाट चाहिँ चिन्नु भयो धेरै जस्तोले। बिचमा होला अलिकति नाम जोडिँदै गर्दाखेरि कसैले त्यहाँबाट पनि नोटिस गर्नुभयो होला। अलिक बढी चाहिँ त्यसपछि तपाईँलाई मान्छेहरूले खोज्न थाल्नुभयो जस्तो लाग्छ कि मलाई चाहिँ। टिकटकतिर पनि त्यो हुन्छ नि सर्च बारमा पनि होइन, त्यसपछि चाहिँ अझ बढी सर्च गरिएको जस्तो फिल हुन्छ। त्यो त अहिले थाहा भएन मलाई, मेरै कामले चिनुन् भन्ने लाग्छ। त्यही नै हो।
त्यही मेरै कामले चिनुन् भन्ने त्यो एउटा सङ्घर्षको बाटोमा नै अगाडि बढिरहनु भएको छ। जस्तो खेम दाईसँगको सहकारी त तपाईँको फर्स्ट नै हिट भएको थियो जस्तो लाग्छ है, दर्शन ढुङ्गा भन्ने गीत चाहिँ के थियो? हजुर हो, दर्शन ढुङ्गा पहिलो गीत चलेको चाहिँ त्यो नै हो। कामकै क्रममा जस एउटा साथी हुँदाहुँदै तपाईँहरू कामको लागि जुट्नु भएको थियो होइन, मैले बुझेअनुसार? हजुर। त्यो फ्रेन्डसिप चाहिँ कस्तो हुन्छ नि, स्टार्ट कसरी हुँदो रहेछ र फ्रेन्डसिपलाई चाहिँ अगाडि लैजानको लागि चाहिँ के कुराहरू चाहिँदो रहेछ? सके समय कुराहरू नगरिदिएको भए राम्रो हुन्थ्यो, किनभने फेरि यही अब यो हुन्छ नि मान्छेहरूले पनि नाम जोडिराख्ने, अनि यो के भन्नुभन्दा पनि साथी थियौँ हामी। दिन त्यो पछिको पहिलो सहकारी चाहिँ दर्शन ढुङ्गा नै थियो। त्यो चाहिँ सबैजनाले मन पराइदिनु भएको थियो, राम्रो भएको थियो। अहिले पनि म्याक्सिमम् त्यही गीतले नै चिन्नुहुन्छ। त्यो पछिका केही गीतहरू चले पनि त्यो गीत चाहिँ पहिलो चलेको चाहिँ खेमजीसँग चाहिँ त्यही नै हो। जस उहाँसँगको सहकारी राम्रै नै भयो जस्तो लाग्छ मलाई। तपाईँको युट्युबमा हेर्दाखेरि पनि कति धेरै गीतहरू देखिएर आउँछ कि तपाईँहरूले सँगसँगै? हजुर, हामी एउटा टिम भएर काम गरिरहेको थियौँ, अनि त्यो भएपछि अनि त्यो ठ्याक्कै नाम जोडिदिने के त्यस्तै। त्यसले चाहिँ कतिको असर गर्दो रहेछ? जस्तो पब्लिकली तपाईँलाई कसैको प्रेमिका भनेर चिनाइदिँदा अथवा हुन्छ नि भनिदिँदाखेरि आफूलाई चाहिँ फाइदा हुँदो रहेछ कि बेफाइदा बढी हुँदो रहेछ? मेरो हकमा मलाई त राम्रो कसरी राम्रो हुने भन्ने कुरै हुँदैन नि होइन। अब फलानाको यस्तो हो अरे, तपाईँ फलानाको यस्तो अरे भन्दा त्यो अभियसली त्यो अलिक कस्तो लाग्छ नि त। काम कर्म आफ्नो ठाउँमा गरिराखेकै छ, कति राम्रा भयो होलान् कति नराम्रा भयो होलान्, सँगै सहकार्य गऱ्यो होला, त्यसको मतलब अब फलानाको यस्तो उस्तो भन्दा मलाई त राम्रो लागेन पनि। तर तपाईँहरूले दिनुभएको इन्टरभ्यूहरूमा, इभन खेम दाईले बोल्नुभएका क्लिपहरूमा, तपाईँले बोल्नुभएका पडकास्टहरूमा पनि हामीले एज एन अडियन्स हेर्दाखेरि चाहिँ मौन स्वीकृति चाहिँ थियो जस्तो लाग्छ कि तपाईँहरू रिलेसनसिपमा हुनुहुन्थ्यो भन्ने कुरा चाहिँ? होइन, त्यस्तो थिएन, स्वीकृति पनि थिएन। अब त्यो जिस्काउँदै त हामीलाई पनि बानी भइसकेको थियो यसरी लिइरहेको छ। हजुर, अब के भन्ने त अब है, कति होइन भनेर कहाँ कसलाई के भन्न जाने भन्ने कुरा त भनिराखेकै हुन्थ्यो। सायद उहाँले पनि आफ्नो इन्टरभ्यूतिर कतै भन्नुभयो होला, मैले पनि भनिराखेकै हुन्थेँ। अब पछि त त्यो हाँसो लाग्न थाल्यो, त्यत्तिकै मान्छेहरूले त्यस्तै सोच्न थाल्यो। साँच्चीकै जस्तो सोच्नु भयो। धेरै मान्छेहरूले चाहिँ साँच्चीकै नै तपाईँहरू एक भएको हेर्न चाहनु पनि हुन्थ्यो। कमेन्टहरूधरि कति धेरै आउँथ्यो, हुन्छ नि तपाईँहरूको बिहा भएको हेर्न चाहन्छौँ भन्ने, एक भएको हेर्न चाहन्छौँ भन्ने, खुसी हुनेहरू, तपाईँलाई भाउजू भनेर सम्बोधन गर्नेहरू पनि मैले धेरै नै देखाएको थिएँ अडियन्स। अनि त्यो कमेन्टतिर त के भन्नुहुन्छ नि, त्यो कमेन्टको त अहिले पनि टिकटकहरूतिर हाले पनि त्यो भनिराखेकै हुन्छ नि। तर त्यसरी नभनिदिए हुन्थ्यो, त्यसरी नलिँदै हुन्थ्यो जस्तो लाग्छ। जस्तै एउटा पहिलाको फेजको कुरा भयो होइन, अब अहिलेको रिसेन्ट फेजको कुरा गर्ने हो भने चाहिँ पब्लिकमा चाहिँ के छ भने तपाईँहरू दुईजना चाहिँ छुटिसक्नुभयो, ब्रेकअप भयो भन्ने कुराहरू छ। अनि इभन तपाईँले हाल्नुभएका टिकटक भिडियोहरूमा पनि तपाईँले चाहिँ खेम सेन्चुरी दाईलाई चाहिँ जातकै कारण छोड्नुभयो भन्ने खालको आरोपहरू पनि आइरहेको छ कि, त्यसमा चाहिँ के भन्नुहुन्छ? यो हजुरले पनि अहिले राम्रो क्वेसन गर्नुभयो। यो मलाई म्याक्सिमम आउने कमेन्ट भनेकै यही छ मेरो टिकटकतिर, जहाँ पनि होस् क्या। अनि यो चिजहरूले त एकदमै चित्त दुख्छ, मन दुख्छ होइन। एक त मान्छे जातकै कारणले छोड्ने हो भने त मान्छे सम्बन्धमै रहँदैन होला। पहिलो कुरा सम्बन्धमा रहँदै गर्दाखेरि ऊ के जात हो, कस्तो हो, उसको ब्याकग्राउन्ड के हो, ती कुराहरू त थाहा हुन्छ नि त होइन र। र मेरो विषयमा त मलाई त्यो जातपात भन्ने कुराले कहिले पनि फरक पारेन, न हिजो न आज न कहिले है। मलाई त्यो लाग्दैन। मान्छे असल हुनु पर्यो, व्यक्ति असल हुनु पर्यो नि त। व्यक्ति नै गलत छ भने चाहिँ, जस्तो एउटा इन्टरकास्टमा प्रेम छ भने यदि त्यो प्रेम छोड्छ भने त्यहाँ माथिल्लो जातको मात्रै गलत हुन्छ र हुँदैन नि त। त्यही त, अरू कुरामा गलत हुन सक्दैन मान्छे, हुन्छ नि त। अनि त्यहाँ दुई जात बिच चाहिँ त्यो ढुन्डोरा पिट्या छ, यो जातले यस्तो गर्यो भनेको छ, म के भन्छु भने तपाईँहरूले नबुझिकन यस्तो नभन्नुहोस् मेरो भगवान् रूपी अडियन्सहरूलाई
एकदमै माया छ, एकदमै नमन छ मेरो। त्यो कुराहरू नभन्नु, एक त हाम्रो त्यस्तो केही पनि हुँदा पनि होइन। त्यहाँमाथि त्यो जातको विषयलाई लिएर चाहिँ मलाई यो आरोपहरू चाहिँ नलगाइदिनुहोस्, किनभने जातले मेरोमा मलाई कहिले पनि फरक परेन। मलाई सही र गलतले फरक पार्ला, मान्छेको चरित्रले फरक पार्ला, उसले गर्ने बिहेभले फरक पार्ला, तर जातभातले कहिले फरक पनि पारेन। र सधैँ एउटा अन्तर्जातिमा चाहिँ प्रेम छुट्छ भने त्यो आज हामीलाई भनियो, भोलि अरू कसैले पनि माया गर्लान्, प्रेम गर्लान्, होइन र? अनि त्यहाँ चाहिँ एउटा अर्को जात, एउटा सानो एउटा ठुलो जात छ भने त्यहाँ के त्यो ठुलो जातलाई मात्रै दोष लगाउने हो र? होइन नि त। त्यो सानो जातले गल्ती गर्न सक्दैन र? पहिला त यो जातपात भन्ने कुरै हट्नुपर्छ जस्तो लाग्छ। हट्नुपर्छ, सानो ठुलो भन्ने नै हट्नु पर्यो। त्यो त मैले त पहिल्यैदेखि भनेर आएको, हाम्रो त्यस्तो हामीलाई त्यस्तो कहिले फरकै परेन क्या। मैले अघि नै भने नि, आफूभन्दा ठुलो जातसँग बिगेर आफ्नै कास्टमा पनि त, मैले यो पहिला पनि इन्टरभ्यूमा भनेको थिएँ, मेरै आफन्ती मेरै उमा पनि रिलेटिभमा पनि त आफ्नै कास्टसँग कति मजाले बाजा बजाएर बिहे गरेको पनि त छुटेका छन् नि। हो त। त्यो आफ्नो कास्टमा बिहे गर्ने मान्छे त सधैँ खुसी हुनुपर्ने त, होइन र? छैन नि त, छुटेका पनि त छन्। त्यही भएर जातले फरक पार्दैन। उसको चरित्र कस्तो हो, ऊ कस्तो हो, उसले गर्ने व्यवहार कस्तो हो, छ नि त हाम्रै रिलेटिभमा, हाम्रै चिनेको सर्कलहरूमा कति आफ्नै कास्टसँग झ्याइझ्याइ बाजा बजाएर बिहे गरेका हुन्छन् है। अनि त्यो केही वर्षमा मन नमिलेर छुटेका हुन्छन्। अनि त्यसो भए त त्यो आफ्नो कास्टमा बिहा हुनेहरू त सधैँ खुसी हुनुपर्ने, किन खुसी छैनन् त? त्यही त, जातले बेखुसी बनाएको त होइन नि त। मान्छे असल हुनु पर्यो, व्यक्ति गलत हुनु भएन। यदि कहीँ कसैको माया प्रेमै छ र छुट्छ भने पनि गल्ती अरू पनि हुनसक्छ। त्यसरी नलिदिनुहोस्, मलाई त्यसरी आरोप नलाउनुहोस्। यो कुराले एकदम धेरै हट गर्छ, साँच्चै नै धेरै पीडा हुन्छ मलाई। केटी मान्छेलाई आरोप लगाउनु सजिलो छ एकदम, किनकि जुन कुरा तपाईँको पेजमा आएर लेखिन्छ सायद त्यही कुरा गएर दाइको पेजमा लेखिँदैन होला कि होइन? त्यो हुँदैन क्या। अब त्यो मलाई कस्तो भने हुन्छ नि, मेलिना राईले जस्तै गर्यो भनिरह हुन्छ कि उहाँको पनि आफ्नो केही थियो होला, होइन, पर्सनल म्याटर केही थियो होला। अनि त्यही चिज आएर मलाई भनिदिँदाखेरि अब कस्तो भने, कसैले मिलाएर बोल्न जान्ने हुन्छन्, भाषा शैली मिलाएर बोल्न जान्ने सधैँ राइट। अनि त्यसरी मिलाएर बोल्न जान्दिनँ म। अनि त्यसरी बोल्न नजान्ने चाहिँ सधैँ गलत हुँदैन नि त, होइन? त्यो सिम्प्याथी बटुल्न आउँदैन होला। धेरै कुरा जानेको ठुलो ठुलो मान्छेहरू जस्तो बोल्न जान्दिनँ, त्यसको मतलब गलत त हुँदैन नि त। एक्ज्याक्टली। एक्सन लिनुहुन्छ त्यस्तो खालको कमेन्टहरू आउँदा उहाँलाई रिप्लाई दिने अथवा के गर्ने? त्यो सम्भवै हुँदैन। के भन्ने क्या, अब त्यो कसलाई भन्ने, म्याक्सिमम् कमेन्ट त्यही हुन्छ। अनि इग्नोर गर्छु, त्यस्तो के भन्ने, सबै कुराहरू सबैलाई क्लियरिफाई दिएर साध्य पनि हुँदैन नि त, होइन? अनि के अब उहाँले राम्रो बुझ्नेले पक्कै पनि राम्रै बुझेरै कमेन्ट गरे हुन्छ। कतिपयले पोजिटिभ कमेन्ट पनि गरे हुन्छ क्या। जस्तो हामी तपाईँहरूलाई माया गर्ने दर्शक हो, तपाईँहरूको के हो म्याटर त थाहा भएन, तर यस्तो भने चाहिँ त्यो कुराहरूले फरक पार्नुहुन्न बहिनी, त्यस्तो लेखिरहनु भएको हुन्छ। अनि त्यो सबै मेरो चाहिँ अडियन्सहरूलाई चाहिँ त्यस्तो जातभात त्यो कुराहरूमा नअल्झिनुहोस्, तपाईँहरूले पनि त्यसरी नलिदिनुहोस्। त्यो कुराहरूले कहिले फरक पर्दैन, मान्छे सही हुनु पर्यो। एक्ज्याक्टली। र मलाई थाहा छ लाग्छ जस्तो तपाईँले ती चिजहरूलाई खासै प्रायोरिटाइज पनि गर्नुहुन्न भन्ने कुरा तपाईँको नजिकको साथी सर्कलहरू प्रायःलाई थाहा छ। एकदमै थाहा छ, कति साथीभाइहरूलाई मेरा नजिकका जो जति छन् उहाँहरूलाई पनि थाहा होला कि मलाई त्यस्तो कुराहरूले कहिले पनि फरक पारेन। द्याट्स वाइ तपाईँ इभन खेमदाको फ्यामिलीसँग पनि कति क्लोज हुनुहुन्थ्यो होइन? एउटा त इभन घरमै गएको गरेको भिडियोहरू पनि भाइरल भइरहेको थियो। एकदम राम्रोसँग त्यो फ्रेन्डसिप नै हुन्छ नि, एकदम क्लोज नै देखिन्थ्यो नि त, कम्फर्टेबली नै तपाईँ क्लोज हुनुहुन्थ्यो कि? त्यस्तो धेरै पनि होइन। समटाइम अब उहाँहरूकोमा पूजा हुँदा अरू कलाकार जाँदा म पनि एकचोटि गएको छु घरमा। जे उस चिन्छन्, आएलो भेट्दा बोल्छन्, त्यसै त्योभन्दा बुवा मम्मीहरूसँग चिनजान छ, त्यति नै
जस्तो पब्लिकली तपाईँहरू एक भएको हेर्न चाहेको थियो भने विवाह किन सम्भव भएन मलाई लागेको प्रश्न खै त्यस्तो सोचेनौँ सोच्दै सोच्नु भएन सोच्दै सोच्नु भएन कि केही त्यस्तो अप्ठ्यारोहरू आए जुन चिजले गर्दाखेरि हुन सकेन त्यस्तो मैले अघि नै भने नि सबै कुराको जवाफ एउटै के अब अप्ठ्याराहरू त आफ्नो मनको कुरा हो होइन आफूसम्म हो आफूले कसरी लिने भन्ने कुरा हो बाँकी अप्ठ्याराहरू भन्ने कुरा त आफै सल्भ गर्न पनि सकिन्थ्यो अथवा सकिन्छ अरू त्यस्तो केही पनि थिएन त्यतातिर गएन नजाम पनि हामी है अन्त तर आज चाहिँ नजाम भन्दा पनि अलिक टपिक त्यतै जाला जस्तो लागिरहेको छ तपाईँको सोसियल मिडियामा पनि मैले हेरिरहेको थिएँ हुन्छ नि म एकदमै टोलरेट गर्न सक्ने मान्छे हो तर इनफ भएपछि चाहिँ आई कान्ट टोलरेट भन्ने खालको पोस्ट पनि आइरहेको थियो होइन इभन टिकटकतिर पनि तपाईँलाई अडियन्सको त्यही किसिमको कमेन्टहरू देखिरहेको हुन्छ तपाईँहरू छुटिसक्नुभयो भन्ने कुराले चाहिँ त्यो एक लेभलको हुन्छ नि सेन्सेसन चाहिँ बनाइरहेछ कि त्यो मैले कसैलाई त्यो मेन्सन गरेर लेखेँ होइन राधिकाजी त्यो अनेस्टली हो पनि म एकदम धेरै केही कुराहरू छन् भने दुःख सुख हुन्छ नि त मान्छेको लाइफ हो म एउटा सामान्य घर फ्यामिलीबाट आएको मान्छे हुँ कतिपय कुराहरू म सहन्छु क्या तर कहिलेकाहीँ मान्छे हुन्छ नि अलिकति छोरी मान्छेको सम्मानै नगरी बोलिदिने होइन डिसरेस्पेक्ट गर्ने मान्छेहरू चाहिँ मलाई अति धेरै हेट लाग्छ क्या सो त्यस्तो मान्छेहरू पनि कहीँ कतै देखिन्छ भेटिन्छ कसैलाई त्यसरी तोकेर लेखेको होइन कहिलेकाहीँ भइहाल्छ त्यो कुराहरूले कसैको कुराहरूले हर्ट गर्यो भने सो त्यो चाहिँ हो फेरि आफ्नो पार्टनरबाट डिसरेस्पेक्ट फिल गर्नुभएको छ कुनै टाइम छ कतिको चित्त दुख्छ धेरै नै किनभने मलाई लाग्छ हामीले चाहिँ आफ्नो पार्टनर भनिसकेपछि चाहिँ एकदमै शिरमा राखेको हुन्छौँ जस्तो फिल हुन्छ क्या अनेस्टली संस्कार पनि त्यही किसिमको हुन्छ होइन पहिलादेखि नै हामी चाहिँ केटी मान्छेलाई चाहिँ आफ्नो पार्टनरलाई चाहिँ एकदमै रेस्पेक्ट गर्नुपर्छ सम्मान गर्नुपर्छ ती चिजहरू सिकाइन्छ कि त्यही चिजहरू लर्न गर्दै हामी आइरहेको हुन्छौँ एकदम धेरै मेरोमा त झन् राधिकाजी मलाई के लाग्छ भने हामी छोरी मान्छेलाई मात्रै होइन क्या रेस्पेक्ट चाहिने छोरा मान्छेलाई पनि गर भन्छु म कुनै छोरी मान्छे छ हुनुहुन्छ हामी छोरी मान्छेलाई पनि म के भन्छु भने कुनै छोरा मान्छेले तिमीलाई माया दिन्छ भने उसलाई सारा संसार देऊ क्या भन्न खोजेको उसलाई माया देऊ उसलाई रेस्पेक्ट देऊ उसले संसार जित्छ क्या तर त्यो चिजको कदर गर्न सक्ने छोरा मान्छे चाहिँ हुनुपर्छ मैले माया गर्ने मान्छे अथवा तपाईँले माया गर्ने मान्छे त दुनियाँमा कति भेटिन्छ नि आफूले माया गर्ने त होइन तर आफूलाई कसैले माया गर्छ भने त्यो चिजको चाहिँ कदर हुनुपर्छ त्यही चिज हामी छोरी मान्छेले मात्रै पाउने होइन त्यही चिज त्यही रेस्पेक्ट छोरा मान्छेले पनि पायो भने कति राम्रो हुन्छ क्या कसैलाई पनि डिसरेस्पेक्ट नगर भन्छु अझै छोरा मान्छेको हकमा त कति धेरै नराम्रो लाग्छ यदि हुन्छ नि त कुनै छोरी मान्छे मैले देखिरहेको हुन्छु श्रीमान श्रीमतीहरू पनि कति धेरै अरूलाई चाहिँ सम्मान गरेर बोलिरहेको हुन्छन् होइन तर आफ्नै श्रीमानलाई चाहिँ कस्तो डिसरेस्पेक्ट हुन्छ क्या त्यहाँ यस्तो उस्तो होइन त्यो मलाई त्यो चिजले कस्तो नराम्रो लाग्छ क्या मलाई कुनै मेरै साथी सर्कलमा पनि म्यारिड कुनै केटी मान्छे छन् हामीलाई चाहिँ एकदम धेरै राम्रो बोलिरहेको छ हामीलाई चाहिँ यति धेरै रेस्पेक्ट अनि यति धेरै मिठो बोली छ अनि उसले आफ्नो श्रीमानलाई सम्मान दिएन भने मलाई कस्तो नराम्रो लाग्छ क्या त्यो मान्छे एकदम देखावटी लाग्छ क्या त्यस्तै छोरा मान्छेले पनि छोरी मान्छेलाई रेस्पेक्ट गरोस् भन्ने चाहिँ लाग्छ आफूले माया गर्ने मान्छे गुमाउँदा बरु फरक पर्दैन तर आफूलाई कसैले माया गर्छ भने रेस्पेक्ट गर्छ भने चाहिँ त्यो चिजलाई चाहिँ कोही कसैले पनि नगुमाउनुहोस् त्यो हर कसैको भाग्यमा हुँदैन क्या सिस्टर आफूलाई माया गर्ने मान्छे चाहिँ माया गर्ने मान्छे गुमाउँदा फरक पर्दैन आफूले गरेको चाहिँ आफूले गरेको त उसले कति बेला छोडेर जान्छ थाहै हुँदैन नगुमाएर के गर्ने त तर एक्सेप्ट गर्नु पर्यो नि त तपाईँलाई मैले माया गरेँ भने त तपाईँले मलाई कतिखेर छोडिदिनुहुन्छ किनकि मैले जति बेला मन लाग्यो तपाईँले मलाई गरेको होइन नि त मैले तपाईँलाई गरेँ भने चाहिँ कति बेला तपाईँलाई मन भरिन्छ बाटो लाग्नुहुन्छ अनि त्यो नगुमाएर के गर्ने तर मलाई चाहिँ तपाईँले गर्नुभएको छ भने मैले त्यो चिजको कदर गर्न सकियोस्
टुवे हुन गर्नुहोस् सकेन भन्छु भने म। पनि एकले अर्कालाई बुझ्नु चाहिँ पर्यो। हजुर हजुर एकदम कतिको गाह्रो हुँदो रहेछ त, मतलब साँच्चीकै मान्छे माया गर्ने मान्छे छोडेर जाँदाखेरि कतिको गाह्रो हुँदो रहेछ, हजुरको अनुभव पक्कै पनि छ। त्यस्तो अडियन्सलाई त भर्खरै छ भन्ने लागिरहेछ होइन? छैन पनि के भन्नु, सायद अब यो समयसम्म होला कोही थियो होला, त्यो भएन छैन। गाह्रो हुँदो रहेछ कि रहन्छ आफूलाई सम्हाल्न। गाह्रो हुन्छ एकदमै। मलाई त्यस्तो माया गर्ने मेरो लाइफमा मैले गरेँ कि अब त्यो त यस्तो हुन्छ फेरि त्यो नपाउन्जेल हामी केटी मान्छेहरूकोमा चाहिँ त्यो केटा मान्छे यति धेरै माया देखाइदिन्छ कि सुरुमा, जति बेला हामीलाई फिलै हुँदैन, त्यो चाहनै हुँदैन के लभ के प्रेम के माया भन्ने नै हुन्छ नि, त्यति बेला चाहिँ एकदम धेरै माथि पुगेर मायाको देखाइदिन्छ छोरा मान्छेले। अनि होला त अब भनेर हामी जब छोरी मान्छेले माया गर्न थाल्छौँ अनि त्यो भ्यालुलेस हुँदै गइहाल्दो रहेछ क्या। यो लाइन चाहिँ मैले धेरैबाट सुनेको छु है। जस्तो त्यो सुरुमा चाहिँ केटा मान्छेको 100% हुन्छ अरे कि माया, जब केटी मान्छे 100%मा पुग्छ अनि केटा मान्छेहरू चाहिँ अरे 10% माया पुग्छ अरे कि। त्यो यो समयसम्म अब एउटा भगाइ चाहिँ हो। लाइफको एकदमै ठुलो गल्ती चाहिँ के मान्नुहुन्छ तपाईँ आफ्नो लाइफमा? हुन्छ नि गल्ती हुँदो रहेछ कहिलेकाहीँ, जान अनजानमा गल्ती हुँदो रहेछ। विश्वास गर्नु, जे भनेको त्यही नै त होला भन्नु, ट्रस्ट गर्नु, ट्रस्ट त्यही नै होला भनेको आफ्नो पार्टनरलाई मेबी। मलाई फेरि कसैले अलिकति त्यो हर कोही पनि म छिटो विश्वास गर्छु क्या। फेरि कोही कसैले यति धेरै दुःख देखाइदियो भने कोही अदर पर्सन पनि किन नहोस् त्यो होला नै भन्ने हुन्छ क्या। उसले त्यो एकदम पग्लिहाल्ने के बिचरा, त्यो त्यो चाहिँ छ सायद। त्यो बानीले चाहिँ तपाईँले दुःख पाउनु भयो भनौँ न। त्यस्तो ओके, जस्तो तपाईँले त होइन अब के अरे खेमदाईको सफलता एकदमै नजिकबाट देख्नुभयो कि, मलाई लाग्छ तपाईँहरूको फ्रेन्डसिप पनि राम्रो थियो होइन। इभन उहाँको करियरमा पनि तपाईँले एकदमै ठुलो सपोर्ट चाहिँ गर्नुभयो अरे भन्ने सुनेको थिएँ कि मैले, ओके होइन, एउटा साथीको रूपमा। नबोलौँला हो होइन, उहाँ अब ठिक छ, अब कुनै बेला गरेको होला, अब ठिक छ। हजुर पहिलाको पोडकास्टहरूमा पनि बोल्नु भएको छ कि केही पर्सेन्ट चाहिँ गरियो होला, त्यो गरियो गरिएन भन्ने कुरा मैले भन्नुभन्दा पनि अब मैले भन्न यस्तो बोल्न राम्रो हुँदैन, आफैले गरेको कुरा पब्लिकमा बोल्न राम्रो छ राम्रो। हुनु त फेरि यो कुरा हामीले जसलाई गर्छौँ, जसको लागि हामीले हुन्छ नि केही त्यागहरू गरेको हुन्छ, उसले एप्रिसिएट गरिदियो भने त्यो अझ मिठो सुनिन्छ भन्ने पनि हुन्छ। त्यो हर कसैले गर्दैनन्, फेरि यो मानव स्वभाव नै हो जस्तो लाग्छ। यो मानव स्वभाव पनि होइन, त्यसको लागि तपाईँको फुलको आँखामा फुलै संसार भने जस्तो कि त्यो एउटा राम्रो चिज देख्नलाई पनि तपाईँको राम्रै आँखा त चाहिन्छ नि। तपाईँको गलत नजरले हेऱ्यो भने त त्यो चिज कसरी देख्नुहुन्छ त? देख्नुहुन्न नि त, त्यसलाई घुमाइ फिराइ जता मोड्न पनि पायो क्या। उसले के गरेको थियो र यस्तो के भन्न नि पायो, तर त्यही चिजलाई पोजिटिभ नजरले हेर्नु भयो र पोजिटिभ तरिकाले देख्नुभयो भने देखिन्छ। त्यसको लागि पनि यदि कोही कसैले राम्रो गरेको छ भने त्यो राम्रो चिज देख्नलाई पनि त्यो राम्रै पर्सन हुनुपर्छ, नजर दृष्टिकोण राम्रो हुनु पर्यो। दृष्टिकोण मान्छे सबै, आई मिन रूपमा होइन कि दृष्टिकोण नै भनौँ न, त्यसरी अझै सहज भयो। त्यो चाहिँ हो, तपाईँले कुन नजरियाले हेर्नुहुन्छ त्यो चिजलाई त्यही नै देख्नुहुन्छ भनेर भन्छ कि, त्यही त हो नि होइन र? हो, भनेको गरेको कामको आफूले तारिफ पाउँदा त अफकोर्स जसलाई पनि खुसी लाग्थ्यो होला लाग्नु त होइन। ठिक छ, अब यो कुरा नगरौँ भयो। तर धेरैलाई थाहा छ जस्तो लाग्छ मलाई, हुन्छ नि धेरै ठुलो सपोर्ट चाहिँ तपाईँले गर्नुभएको थियो भन्ने कुरा चाहिँ मैले सुने पनि थिएँ। इभन कति कुराहरू पब्लिकमा दाइले पनि बोले जस्तो लाग्छ, अनि तपाईँले पनि बोल्नु भएको जस्तो लाग्छ मलाई। होइन, मैले पनि बोलेको छैन, उहाँले पनि बोले छैन यो कुरा त हो। जस पुरानो सहकारी आजसम्म आइपुग्दाखेरि एकले अर्कालाई एकदम मजाले सपोर्ट गर्नुभएको छ भन्ने कुरा त देखिरहेको हो नि त। खै जति तपाईँले हुन्छ नि खेमदालाई सपोर्ट गर्नुभयो त्यत्तिको सपोर्ट तपाईँले पाउनुभयो कि भएन?
होइन मलाई एकदमै जान्न मन लागेको त्यो हामीले अघिदेखि छैन त्यस्तो के अब त्यो के भन्ने के नभन्ने हजुर कतिपय कुराहरू हजुरसँग के भनौँ के नभनौँ हुन्छु म होइन त्यस्तो छैन मतलब भनेको पाउनु पर्ने जति सपोर्ट पाएन भन्ने लाग्छ छैन त्यस्तो एक्सपेक्टेसन नै भएन मलाई त्यस्तो कसैले यो फिल्डमा यस्तो मलाई यस्तरी सपोर्ट गरेछ भन्ने मान्छे मेरो छँदा नि छैन र फेरि त्यस्तो आशा पनि राखेन मैले त्यो कोही गर्ने जस्तो भए पो आशा राखिन्छ र होइन त्यो कोही नभएपछि त त्यस्तो लागेन काम त गर्यो सहकारी गर्यो होला उहाँसँग गरेका कति गीतहरू राम्रा पनि भएका छन् तर त्यस्तो सपोर्टै भनेर त्यस्तो त कोही पनि छैन मायाले कतिको कमजोर बनाउँदो रहेछ मान्छेलाई आज यस्तो माया आज पड्का चाहिँ स्पेसल हुने भएको छ मायाले त धेरै बनाउँछ नि मान्छेलाई है ब्लाइन्ड नै हुँदो रहेछ मान्छे मायामा त्यही नै त होला मान्छेलाई सबभन्दा कमजोर बनाउने एउटा संसारै जितेको मान्छेलाई पनि मायाले चाहिँ कमजोर बनाउँछ भन्छन् होला नि त्यो त है त्यो धेरैले त्यही नै महसुस गर्नुहुन्छ होला अब त्यो माया पनि राइट छ भने चाहिँ तपाईँलाई स्ट्रङ बनाउँछ अरे अब त्यो माया हुन्छ नि त्यही अघि हामीले भनेको छु एक्सपेक्ट गरे अनुसार भइदिएन भने चाहिँ त्यसले तपाईँलाई कमजोर बनाउँछ अरे एकदम त्यो चाहिँ हो भनेपछि तपाईँले कमजोर भएका महसुस पनि एक्सपेक्टेसन पनि भन्नलाई सरी राख्नै हुँदैन भन्छन् तर माया गरिसकेपछि एक्सपेक्टेसन त अलिअलि त भइहाल्छ नि कहाँ त्यो विदाउट एक्सपेक्टेसन त कहाँ हुन्छ त भने है हो त्यो त भन्ने भनाइ र गराइ त फरक हुन्छ नि रियालिटीमा एक्सपेक्टेसन हुन्न त हुन्छ आफूले माया गरेको मान्छेले आफूलाई पनि माया गरोस् होइन केयर गरोस् भन्ने त भइहाल्छ नि त्यो जसलाई पनि हुन्छ क्या त्यो भन्नलाई हामीले आएर एकछिन एक्सपेक्टेसन राख्नै हुन्न यस्तो मायामा यो गर्नुहुन्न त्यो गर्नुहुन्न शङ्का हुन्न हुन्छ नि शङ्का हुन्छ अलिअलि भइहाल्छ नि मायामा अलिअलि शङ्का भएन भने माया के माया त्यो पनि त्यो शङ्कै हुँदैन यस्तो ठुलो कुरा गरे जस्तो हुँदैन क्या रियालिटी लाइफमा होइन र हजुरलाई के लाग्छ मलाई पनि लाग्छ के शङ्कालु म पनि छु अलिअलि हुन्छ केटी के मतलबै हुनु भएन त्यो त मायै भएन नि त्यो त मायै भएन नि अलिअलि शङ्का मेरो मान्छे गलत बाटोमा हिँड्छ कि मेरो मान्छेले मोबाइल अरूसँग केही छ कि भन्ने त्यो भएन भने त उसलाई त्यो चासै भएन मायै भएन नि अलिअलि त इन्सिक्युरिटिज पनि भइहाल्छ होइन त्यो त कहाँ छ के गर्दैछ होला के गर्दैछ के खायो के गर्यो होइन त्यही त हो नि त्यो हुन्छ जस्तो अब त हुन्छ नि घरमा बिचमा त त्यत्रो कुराहरू आए होइन तपाईँहरूकै बिहा हुन्छ कि भन्ने कुराहरू पनि आए तर घरमा चाहिँ के छ अब त छोरीको बिहा हेर्न मन लागेछ भन्ने कुराहरू पनि हुन्छ नि बुवा आमालाई चाहिँ एकदमै ठुलो रहर हुन्छ कि बिहा भइसकेको छ भने चाहिँ नाति नातिना हेरौँ होइन बिहा भएको छैन भने चाहिँ अगाडि बिहा हेरौँ अथवा बिहा गरिदिन पाए हामीलाई ढुक्क हुन्थ्यो भन्ने खालका कुराहरू त हरेक बा आमालाई भइहाल्छ नि है छोराछोरी जो पनि हो घरबार भएर राम्रोसँग बस्दैदेखि हामी मरि पनि सुख हुन्थ्यो जस्तो त हर बा आमालाई हुन्छ क्या त्यो मेरो मात्र होइन सबैलाई हुन्छ अब त्यति धेरै फोर्स गर्ने त्यो चाहिँ छैन त्यस्तो मतलब गरिहाल भन्ने खालको त्यस्तो प्रेसर चाहिँ छैन कुनै पनि टाइम दिनु भएन एउटा एजमा एउटा टाइम थियो अब त्यो भनिन्छ नि त्यो राम्रो समय त्यो चिजहरू गुमाइन्छ क्या कहिलेकाहीँ आफ्नो मिस्टेकले गर्दाखेरि राम्रो मान्छे गुमाइन्छ त्यो जसले आफूलाई म के हुँ र म कस्तो हुँ भन्ने कुरा जसले चिन्छ जसले त्यो भ्यालु बुझ्छ नि त्यो मान्छेले त्यो कहिले पाउँदैन क्या जसले पाउँछ नि त्यसले त्यो भ्यालु कहिले बुझ्दैन क्या राधिका सिस जसले चिन्यो जसले बुझ्यो त्यो मान्छेले कहिले पनि पाउँदैन क्या त्यो मिस्टेक हुन्छ हामीबाट पनि कहिलेकाहीँ तर हामी जहाँ हुन्छौँ नि त्यहाँ कहिले पनि बुझ्दिँदैनन् क्या नजिकको तीर्थै हेला भन्छ नि होइन भ्याल्यु साँच्चै नै हो हामीसँग भएको कुरा भन्दा हामी अरूसँग भएको कुरालाई चाहिँ बढी राम्रो देख्छौँ अरे कि उसँग त यस्तो छ मसँग छैन भन्ने हुन्छ र जब कि हामीसँग पनि केही न केही त भइरहेको हुन्छ नि त होइन त्यो चिजलाई चाहिँ साँच्चै नै हामीले मूल्याङ्कन गरिरहेको हुँदैनौँ कि बाउ आमा
भनेको कस्तो हुन्छ भने छोराछोरीको लागि जहिले पनि भलो नै चिताइरहेको हुन्छ कि तपाईँ आफूलाई चाहिँ कहिले कुनै टाइम लाग्यो बाबुआमालाई दुःख हुने अथवा दुःखी बनाउने कामहरू मैले गरेँ अथवा मैले यो काम गरेर चाहिँ मेरो बुवा मम्मीलाई चाहिँ एकदमै दुःखी बनाएँ भन्ने खालको मोमेन्टहरू आयो लाइफमा? छ तर म भन्दिनँ। भन्न मिल्नेसम्म सुनौँ न। एउटा मम्मी केही महिना अगाडि मेरो मम्मी मम्मीलाई त्यो हार्ट एट्याक आएको थियो। किन? त्यो समय चाहिँ त्यो चाहिँ कहिल्यै पनि भुल्न सक्दिनँ। रिजन के थियो? कहिलेकाहीँ भइहाल्छ त्यो अलि भन्न मिल्दैन। भनेको रिजन तपाईँ नै हुनुहुन्थ्यो? तपाईँकै? त्यस्तो पनि होइन, सबै मिक्समाक्स त्यस्तै थियो। त्यतिखेर अलि मैले पनि मम्मीलाई अलि दुःखी बनाएँ, बुझिनँ, जानिनँ। त्यतिखेर दसैँ तिहारको समय थियो अनि अलि मेन्टली डिस्टर्ब थिएँ म। अनि घरतिर पनि गइनँ। अनि मम्मी चाहिँ एकदम धेरै पिर गर्नुहुने कि मेरो के खाछ, कहाँ गएको छ, के गरिरहेछ, हरेक अपडेट चाहिन्छ मम्मीलाई। अलिकति सपना नराम्रो देख्यो भने पनि रातभरि उठेर बस्नुहुन्छ क्या मेरो मम्मी चाहिँ। ओ माई गॉड, सेम हियर। म कुनै टाइम सपना नराम्रो देख्यो भने एकदमै प्यानिक हुन्छु के। है त्यस्तो हाम्रो मम्मी पनि। ओभर त्यो दिदी दाईहरूलाई पनि त्यस्तै। म त झन् घरको सानो, सबभन्दा कान्छो हो? कान्छी, हजुर। अनि अलिकति भयो भने एकदम धेरै पिर मान्ने। अनि त्यतिखेर म अलिकति मेन्टली डिस्टर्ब थिएँ। अनि मेरो आफ्नै पर्सनल कुराहरूले। अनि त्यतिखेर घरतिर पनि गइदिनँ। तिहार पनि परेको थियो अनि म घर पनि गइनँ। अनि मम्मी चाहिँ त्यति धेरै कुरा सोच्न थाल्नु भएछ र अनि एक्कासी त्यस्तो भयो। अनि फेरि हस्पिटल हाम्रो यतै आर्मी हस्पिटल ल्याइयो। डक्टरले पनि एकदमै अब जे पनि हुनसक्छ, एकदमै गाह्रो भइसकेको छ भन्नुभएको थियो। अनि 100मा 25% मात्रै छ अब चान्सेस भन्नुभयो। त्यतिखेर चाहिँ म त्यो हस्पिटलमा रुँदै हिँडेको थिएँ क्या। कता ढोका हो, कहाँबाट निस्किने पनि त्यो यस्तो अन्य लाइफमा पहिलोचोटि आमा बुवा बिमारी त भइराख्ने, तर नर्मली ल्याउने लाने फलोअप त्यो चलिरहेको थियो। लाइफमा पहिलोचोटि चाहिँ यसपालि चाहिँ मम्मी त्यस्तो हुँदाखेरि अनि त्यो सिग्नेचर गरायो नि त डक्टरले अपरेसनको लागि। अनि त्यतिखेर चाहिँ त्यो सिग्नेचर गरिसकेपछि बाहिर कता हो के हो त्यो एकदम पुरै ब्लाइन्ड भएर त्यो रुँदै हिँडेको थिएँ क्या हस्पिटल। एकदमै गाह्रो समय त्यो कुराको लागि चाहिँ। एकदमै त्यो भनेको काहीँ न काहीँ तपाईँकै बारेमा सोचेर मम्मीलाई चाहिँ हार्ट एट्याक आएको रहेछ। त्यस्तै आफै दोषी हो भन्दाखेरि झन् धेरै गिल्ट फिल हुन्छ है लाइफमा कहिलेकाहीँ। कहिलेकाहीँ आफूले नजानी चोट पुर्याइन्छ नि त। कसैको आमा बुवाले पनि सोचे हुँदैन कि त्यो छोराछोरीको नराम्रो होस्। बरु कतिपय छोराछोरीको गल्तीमा पनि साथ दिन्छन् कि आमा बुवाले। आमा बुवा त्यस्तो महान व्यक्ति हो साँच्ची नै। यो भन्नलाई भनेको शब्द होइन क्या, साँच्ची नै महान हुन्छन्। छोराछोरीको कति गल्ती माफ गरिदिन्छन् कि आमा बुवाले। यदि छोराछोरी खुसी हुन्छन् भने कस्तो गल्तीहरू पनि माफ गरिदिन्छन् क्या। छोराछोरीको खुसी नै बाबुआमाको खुसी भनेर लिनुहुन्छ कि। त्यही चिज हामी छोराछोरीले त्यति गर्न सक्दैनौँ, बुझ्दैनौँ। हामी फेरि आफ्नो खुसी मात्रै हेर्न थालेर आउँछौँ है कुनै फेजमा। यो चाहिँ फिल हुन्छ मलाई पनि। त्यो चाहिँ हो। बुवा पनि तपाईँले भन्नुभएको थियो पहिला एउटा पडकास्टमा होइन, बुवा पनि अलिकति फिजिकल्ली चाहिँ कमजोर नै हुनुहुन्छ, लडेर हात खुट्टा एकैचोटि फ्र्याक्चर भएको थियो भन्नुभएको थियो है। अहिले कस्तो छ? बाबा अहिले ठिकै हुनुहुन्छ, जेस बिस्तारै हिँड्नुहुन्छ अहिले चाहिँ। हुन्छ हामीलाई त्यही ठुलो कुरा हो। हजुर, रिकभर भइरहनु भएको छ? हजुर, भन्नाले अब त्यस्तो पहिला जस्तो त के हुनुहुन्थ्यो र जेस यसो लट्ठी टेकेर घर वरपर हिँड्ने यताउता गर्नुहुन्छ। त्यो पहिला जस्तो अब काम गर्न चाहिँ गाह्रो हुन्छ। पहिला त अब खेतबारीको सबै धान लाउने मकै लाउने के सबै गर्न खोज्नुहुन्थ्यो। अहिले चाहिँ गाई भैँसी सबै पाल्न खोज्नुहुन्थ्यो। अहिले चाहिँ त्यो बाटो कम गराइएको छ। अब चाहिँ नगर्नु भने त्यही त हो नि है, बुढाबुढी मान्दैनन्। अनि मम्मीलाई फेरि त्यस्तो भयो। मम्मी यसै अलरेडी त्यो दमको रोगी हुनुहुन्थ्यो के अनि झन् यसपालि त्यस्तो भयो।
अनि अहिलेसम्म त अब आमा बुवा हुन्जेलसम्म त अब यत्तिकै के छ र भन्ने जस्तो हुन्थ्यो भने अब साँच्ची नै यस्तो भइसकेपछि चाहिँ अब गुमाउनै पर्दा त के हुन्छ होला भन्ने चाहिँ त्यो दिमागमा भन्ने हुन रहेछ। अनि कहिलेकाहीँ त अब गाली पनि गरिन्छ नि त मम्मीहरूलाई होइन, कहिलेकाहीँ केही टेन्सन कतै हिँडिरहेको छ भने कति फोन गरे भनिन्छ नि त। अहिले त्यति भन्न मन पनि लाग्दैन, अन्त मन दुख्छ कि जस्तो लाग्छ। मतलब कति नै टाइम छ र भन्ने फिल त्यस्तो हुँदो रहेछ। हुन्छ त्यो एउटा पेजमा बसेको। अहिले सँगै बस्नुहुन्छ कि के छ? मम्मी बाबा गाउँमै हुनुहुन्छ अहिले। शिवपुरीमै? हजुर तपाईँहरूको यहीँ है? हजुर नजिकै छ। नजिकै छ नि छन त। जस नजिकै भएपछि तपाईँ मन लागेको बेलामा जान पाउनुभयो, भेट्न पाउनुभयो नि त होइन? त्यो चाहिँ हाम्रो घर त जतिखेर गए नि भयो। धेरै टाइम लाग्दैन होला त्यहाँ त? लाग्दैन, 1 घन्टा। मैले त स्कुटरमा 1 घन्टा, दाइहरू त बाइकमा जानुभयो भने 40 मिनटमा पुग्नुहुन्छ। नजिकै छ, 24 किलोमिटर त हो नि। तपाईँ आर्मी ब्याकग्राउन्डको मान्छे होइन घरमा? हजुर। कस्तो हुन्छ, केही डिफ्रेन्ट हुँदो रहेछ आर्मी ब्याकग्राउन्ड? जस्तो तपाईँको बुवा पनि पहिला आर्मी हुनुहुन्थ्यो भन्नुभएको थियो, बिचमा छोड्यो भने? बाबा त छोड्नु भएको, दाइको नि पेन्सन निस्किनु भयो। त्यस्तो डिफ्रेन्ट त हुन्न, अलिअलि स्ट्रिक्ट चाहिँ हुन्छ। एक्ज्याक्टली टाइट हुन्छ भन्छ अलिकति टाइट चाहिँ हुन्छ। जस्तो पहिला पहिला अब म अहिले पो आएर म यो फिल्डमा गीतहरू गाउन थालेँ होइन। अब पहिला त त्यो स्कुलतिर अलिअलि गायो, अनि त्यो गाउँघरतिर त कस्तो हो त्यो मेरो स्वर पनि सुन्नु भएन क्या कसैले। त्यो यस्तो पूजा यस्तो मेलाहरूमा त जानै दिनुहुन्थेन हामीलाई, त्यति टाइट थियो लास्टै। अनि गाली गर्नुहुन्थ्यो, कहिले पनि गइन्थेन। यस्तो पूजाहरूतिर त रमाइलो गर्ने गाउने हुन्छ नि त गाउँघरमा, अनि त्यहाँ पनि जान गाली गर्नुहुन्थ्यो। पछि खै कसरी यो फिल्डमा लाग्यो। तपाईँ त्यही भएर होला सायद एसएलसी लगत्तै दुबई जानुभयो होइन? त्यो बेलासम्म त तपाईँको गायन त सुरु नै भएको थिएन। हजुर थिएन, पछि भयो नि त होइन? यो त उतैबाट सुरु गर्नुभएको थियो होइन तपाईँले? जस्तो कलाकारितामा जानलाई चाहिँ फ्यामिलीबाट त्यस्तो कुनै अब्जेक्सन थियो सुरुमा? नै त्यस्तो त थिएन। जस्तो अब त्यो दोहोरी साँझतिरै काम गर्न चाहिँ अलि अर्कै बुझ्नुहुन्थ्यो, अलि नराम्रो हुन्छ अरे त्यस्तो गर्नुहुन्न भन्नुहुन्थ्यो। तर यस्तो अब एल्बममा गाउने हो क्या स्टुडियोमा भनेपछि त फेरि त्यस्तो केही भन्नुहुन्थेन, राम्रै मान्नुहुन्थ्यो। राति काम गर्ने हो भनेपछि चाहिँ सकेसम्म छोरीहरूले नगर्दै हुन्थ्यो भन्ने खालको सोच हो? त्यो सोच पनि आएन, हामीले गर्दा नि गरेन, म त्यो सोच्ने कुरै पनि थिएन त्यतिखेर। त्यो एउटा पाठशाला हो भन्छन्, राम्रो पनि होला, तर चाहिँ हामीहरूको चाहिँ अलि नराम्रो सोच्थ्यो क्या त्यतिखेर। त्यही भएर सिधै हामीले अब त्यो रेकर्डिङ नै भयो सुरुमा। एक्ज्याक्टली। जस्तो लाइफमा तपाईँले गर्नु भएन दोहोरी साँझमा काम त? नै, कहिले पनि गरेन। ओके, कुनै त्यस्तो मोमेन्ट आयो जहाँ तपाईँले एकदमै दुर्व्यवहार फेस गर्नुभयो टिनेजदेखि अहिलेसम्म आइपुग्दाखेरि एउटा महिलाको हिसाबमा? नै, छैन त्यस्तो त। कहिले पनि त्यस्तो खालको हरेसमेन्टहरू? नै छैन। अहिले आएर होइन हजुर आफ्नो गीतमा आफै पनि खेल्नु भएको छ कि होइन? कस्तो हुँदो रहेछ आफै खेलिसके पछाडिको फाइदा चाहिँ के हुँदो रहेछ, अथवा कस्तो हुँदो रहेछ अनुभव? त्यस्तो मलाई त्यो रहर लाग्ने विषय पनि होइन खेल्नमा। एक त त्यो खेल्ने जस्तो रूप पनि होइन, ज्यान पनि होइन होइन। तर तपाईँले निभाएका क्यारेक्टरहरू चाहिँ तपाईँलाई म्याच पनि भएको छ? त्यो अलिक पारिवारिक थियो नि त त्यो गीतहरू चाहिँ। त्यसमा चाहिँ त्यो केवाला साउनी थियो होइन, भट्टीवाला? त्योमा पनि राम्रो देखिरहेको थियो। त्यो त्यस्तै पारिवारिक। अब त्यो एउटा पहिला मरिन्छ कि साइलो भन्ने थियो, अनि त्यसपछि त्यो अस्ति त्योमा चाहिँ अब टिममा चाहिँ अब यो पारिवारिक हो, यसमा चाहिँ अब आफैले गर्दा पनि हुन्छ भन्ने कुरा भएपछि नाच्नु पर्ने होइन, ल ठिक छ भनेर अलिअलि गरे हो। मलाई त्यस्तो इन्ट्रेस्ट नै छैन, आउँदैन। त्यहाँ पनि जस जोडीको तारिफ चाहिँ भएको थियो है फेरि होइन? खै त्यही पछि नै होला जस्तो लाग्छ मलाई। कतिजनाले पनि भाउजू भनेर कमेन्टहरू गरिदिरहेको थियो नि। कमेन्टमा त कमेन्टको के कुरा गर्ने, त्यो भनिहाल्नुहुन्छ, अब त्यसै पनि भन्नुहुन्छ के भन्ने। अब नभन्नुहोस्। केटी मान्छेलाई चाहिँ साँच्चै नै असर पर्दो रहेछ कसैसँग नाम जोडिँदा? कति पर्छ नि त्यो तपाईँको त्यो स्टोरी नै भनिदिन्छ सिधै कसैले बाटोमा भेट्दाखेरि, भनेको एउटा ट्याग लाग्दो रहेछ। त्यस्तो भन्नुहुन्न कसैलाई। त्यो कसैले अनाउन्स गरेको छ भने त हो ठिक छ, नत्र त्यत्तिकै भन्दा त फरक पर्छ नि। केटा मान्छेलाई पर्ला नपर्ला, केही हदसम्म केटा मान्छेलाई नि पर्ला, तर केटी मान्छेलाई त झन् एकदमै गाह्रो हुन्छ नि।
तर हामीले अब हजुरले कुरा त कति कुराहरू घुमाएर भन्नुभयो होइन, भन्न चाहिँ अब कति कुराहरू कम्फर्टेबल नभएपछि पनि द्याट्स ओके भन्ने पनि हुन्छ होइन। तर मान्छेहरूलाई चाहिँ अस्ति जुन किसिमले 4-5 महिना अगाडि जुन किसिमले पब्लिकमा तपाईँहरूको नाम जोडिएर कुराहरू आए, समाचारहरू आए, त्यसपछि कति तपाईँको फ्यामिली नमानेर हो कि भन्ने खालका सोचहरूले पनि सायद तपाईँलाई ब्लेमहरू लगाइयो होला होइन, जुन किसिमको तपाईँले अघि भन्नुभयो भए जतिको ब्लेम त मलाई नै हो। तर त्यस्तो केही पनि होइन, मेरोबाट केही भयो पनि छैन, त्यस्तो सोचेको नि होइन। त्यो चिजमा चाहिँ अहिले सबैजना बुझ्ने नै हुनुहुन्छ, तपाईँहरू नै जज हुनुहुन्छ। साँच्चै भन्ने हो भने बुझिदिनुहोस्, त्यस्तो नभन्नुहोस्, मबाट त्यस्तो केही भएको छैन। खास अप्ठ्यारो नै सबैजना जजमेन्टल भइदिनाले, सबैजनाले हुन्छ नि सोसियल मिडियामा जज गर्ने हुनाले नै प्रब्लम भयो जस्तो पनि लाग्छ क्या मलाई चाहिँ। हो नि, त्यसरी भन्ने पनि होइन क्या, के हो कसो हो कारण भित्र के हो? नबुझिकन होइन र। अनि त्यहाँ ल एक्जाम्पल त्यहाँ केटा मान्छे अलि माक्लो, अब भनिन्छ नि त माक्लो तल्लो जात भएर अनि छोरी मान्छे अलि सानो जात भयो भने अनि फेरि अब त्यो केटा मान्छेलाई मात्रै थुपार्ने सबै दोष, त्यस्तो त भएन नि त है। अनेस्टली भन्दाखेरि त कतिपय कुरा पर्सनल कुराहरू होला, अब त्यो मैले भन्न नि त नमिल्ला नि। एक्ज्याक्टली, तपाईँको चोइस हो नि फेरि होइन र। अनि एक्ज्याक्टली, अहिले पनि त अफकोर्स हजुरले फिल्टरै गरेर बोल्नु भएको छ त्यस्तो पनि होइन। तर अब केही पर्सनल कुराहरू त भन्न नि त मिल्दैन। नभने भन्दैमा त्यसरी ब्लेम लगाइराख्नु पनि त राम्रो नि त होइन। जुन किसिमको चर्चा चल्यो नि लास्ट टाइम, हजुर घरबाट चाहिँ के भन्नुभयो तपाईँलाई? सुरुमा भन्नुहुन्थ्यो के हो कसो हो भन्नुहुन्थ्यो, त्यस्तो केही पनि होइन, अब त्यतिकै नाम जोडिदिनु भयो भने अहिले त त्यही नै बुझ्नुहुन्छ उहाँले। त्यही हो, फेरि बुवा आमाले फेरि छोराछोरीको कुरालाई चाहिँ ट्रस्टै गर्नुहुन्छ है। हो नि साँच्चै नि हामीले त्यो माया पाउँछौँ कि। हो एकदम। कहिलेकाहीँ हामी गलत छौँ भने पनि होइन नि यो त यस्तो हो भने भने उहाँहरूले ट्रस्ट गर्नुहुन्छ कि। कस्तो हुन्छ नि उहाँहरूलाई चाहिँ, अब तिमीहरू भाइ पढे लेखेको छौ, अब हामीले बुझ्दैनौँ, तिमीहरूलाई थाहा छ, दुनियाँ देखेको छौ भनेर ट्रस्ट गर्नुहुन्छ क्या। त्यो चाहिँ म एउटा प्रश्न गर्छु होइन, अब यो अलिकति हुन्छ नि ठाडो प्रश्न पनि हुनसक्छ। जस्तो यति सबै कुराहरू आइराख्दाखेरि तपाईँहरू हुन्छ नि सँगै हुनुहुन्छ भनिराख्दाखेरि, तपाईँहरू अब अहिले छुट्टिसक्नुभयो, ब्रेकअप भयो भनिराख्दाखेरि चाहिँ कतिजनाले चाहिँ जस्तो खेम दाईसँग तपाईँको 0 हुँदादेखिको सङ्गत थियो होइन, खेम दाई त्यसपछि स्टेप बाई स्टेप सफल हुँदै जानुभयो, खेम दाईले पनि सफल भइसकेपछि रिलेसन ब्रेक गरे हो कि भन्ने खालका गेस गर्ने मान्छेहरू पनि मैले भेटाएको थिएँ कि। अब भित्री कुरा त तपाईँलाई थाहा होला होइन, यो प्रश्नमा चाहिँ तपाईँको जवाफ के हुन्छ? यो म खेम दाईलाई पनि प्रश्न गर्छु होला कुनै दिन। के भन्नु हजुर पाउनुभयो आफ्नो तर्फबाट गेस गर्नु, आफ्नो तरिकाले गेस गर्न पाउनुभयो। मेबी अब जे पनि हुनसक्छ, यस्तो सस्पेन्समा राखिदिएर त्यस्तो पनि होइन। हुन्छ नि त कोही त अब त्यो उहाँले गेस गरेको पनि कतिले त्यो गर्छन् पनि त होइन। त्यो आफ्नो धरातलै बिर्सिने मान्छे पनि देखेको छु। कति मान्छे केटी मान्छेले पनि, केटा मान्छेलाई मात्रै नभनौँ, एउटा 2 जनाको प्रेममा दुवैजना सक्सेस त कोही पनि हुँदैन होइन। अनि त्यो कति देखिराखेको छ, त्यो पनि हुन्छ, कतिको नहुने होइन नि त। त्यही भएर त्यसरी गेस गर्न पाउनुभयो र त्यस्ता मान्छे छन् पनि, हुन्छन् पनि। आफू के थिएँ, को थिएँ, कस्तो थिएँ भन्ने कुराहरू भुल्ने पनि हुन्छन्, धरातल बिर्सिने। त्यो मान्छेको अब त्यो चिजलाई के गर्न सकिन्छ, केही गर्न सकिन्छ, केही गर्न सकिन्न। एउटा भन्छ कि मान्छेले मायामा जातले फरक पर्दैन, तर विवाहमा चाहिँ जातले फरक पर्छ भन्नेहरू पनि सुनिन्छ नि त। यी 2टा पोइन्टलाई चाहिँ हजुरले कसरी ब्रिफ गर्नुहुन्छ? माया हुँदा पनि त्यही 2 जना व्यक्ति हो, त्यही 2टा मन हो होइन र। आफ्टर म्यारिड पनि त त्यही व्यक्ति त हो। त्यो चिजलाई बिफोर म्यारिज चाहिँ फरक पर्दैन भने त आफ्टर किन पर्ने त? अन्डरस्ट्यान्डिङ दुवैमा छ भने त केही फरक पर्दैन सिस्टर। अनेस्टली साँच्चै नै मैले यो सङ्गीत कसम खाएर भन्छु यो क्यामेराको अगाडि, जातले फरक पार्दैन क्या। जातले के गर्छ र भने त्यो मान्छे गलत पढिदियो भने, त्यो मान्छे क्यारेक्टरलेस पढिदियो भने, त्यो मान्छे भनौँ न कति हुन्छ नि त त्यस्तो पऱ्यो भने के काम। अनि त्यो जातले त केही पनि गर्दैन जस्तो लाग्छ मलाई कहिल्यै परेन।
फ्युचरमा भनौँ फ्युचरमा तपाईँको इन्टरकास्ट म्यारेज पछि हुने के भयो भने हजुरले सरी फरक पर्छ? हजुरले भन्नुभएको बिहेमा अब के हदसम्म हुन्छ आफन्त आफ्ना रिलेटिभहरूले चाहिँ किन यस्तो कसो अब त्यो चाहना हुन्छ नि त उहाँहरूको नि आफ्नै कास्टमा होस् भन्ने त त्यो त होला तर त्यो बिस्तारै त्यो पर्सेन्ट बिहे गर्ने मान्छे खुसी भयो भने त बिस्तारै त्यो चिज जान्छ जस्तो लाग्छ है। अघि स्टार्टिङमा हजुरले अलिकति घुमाएर जवाफ दिनुभयो तर मैले एउटा प्रश्न फेरि जोड्न चाहेँ तपाईँले मायाको लागि नै करियर नै हुन्छ नि छोडेर बस्नु भएको थियो अरे हो कि होइन? एक समय हो मायाको लागि सेक्रिफाइसै गरे हो प्रेमको भन्न लागि मिल्छ मजाले। त्यो कतिको सही हुँदो रहेछ त्यो कुरा? मैले यो कुराहरू भन्न नचाहँदै पनि हजुरले मलाई भन्नुभयो हो एक समय चाहिँ हो नै। फाइदा कि घाटा त्यो कुराले? के फाइदा भने घाटै हो नि त्यो त होइन र? तर त्यसले एउटा पाठ सिकायो नि त त्यो राम्रै भनौँ त्यसलाई पोजिटिभ नै लिउँ केही छैन बरु आफूले दुःखै होस् राम्रो होस् न अरूलाई राम्रो गरोस् राम्रो देख्न पाइयोस् कमसेकम ती कुराहरूलाई देख्ने ती कुराहरूलाई बुझ्ने हरेक मान्छेलाई सफाइ दिन नसकिएला तर भगवान् त छन् नि होइन र? एक्ज्याक्टली भगवान्ले चाहिँ त्यो कुरा भगवान्ले पक्कै पनि देख्ला नि त कसैको लागि राम्रो गरेको छ आफू मरेर आफू ब्याक भएर पनि कसैको लागि राम्रो गरेको छ भने त भगवान् त छन् नि। यदि छन् भने आई डोन्ट नो भगवान् पनि छन् छैनन् त मलाई थाहा छैन तर छन् भने मैले मेरो लाइफमा आजसम्म राधिकाजी मैले कसैलाई पनि मैले त्यो जानी मैले कहिले कसैको मन दुखाएन क्या बरु म आफू मन दुखाएर हिँडेको छु सहेर हिँड्न सक्छु बरु म कति धेरै सहन सक्छु मान्छे भयो मेरो लाइफमा नि केही कसैलाई माया गरेँ तर मैले त मेरो ठाउँबाट त 100% म कसैलाई माया गरेँ भने मैले त्यो बस त्यसैमा हो क्या फोकस मलाई कसले के भन्ला ऊ के हो ऊ कस्तो हो कहाँबाट आएको त्यो चिजले मलाई कहिले फरक पारेन क्या मलाई त्यो एउटा माया गरेर एउटासँग माया विश्वास दिएर अर्कोसँग पनि ठिक्क हुने मान्छे मलाई मन पर्दैन सायद त्यही कुराले होला मैले एउटा सायद मेरो यही ह्याबिटले चाहिँ होला मैले भनेको जस्तो सहयात्री भएन पाउनु भएन सायद अर्को पक्षलाई पनि फेरि मैले भनेको जस्तो भएन भन्ने पो छ कि हुनसक्छ त्यो आफ्नो पर्सपेक्टिभ हो नि त फेरि होइन यो कुरामा त बोथ साइडकै आफ्नो स्टोरी हुन्छ तिमी पनि जोसँग पनि हिँड म पनि जोसँग पनि हिँड्छु भनेर त त्यो त मन पर्दैन नि त मन पर्छ त कसैलाई पनि मन पर्दैन त्यो त मलाई डिसिप्लिन त हुनु पर्यो डिसिप्लिन त हुनु पर्यो नि त सम्बन्धमा होइन सबै ठाउँमा डिसिप्लिन भएन भने त्यो केही पनि राम्रो भएन नि त त्यही भएर जे छ जस्तो छ जे भयो लाइफमा केही उतार चढाव आए पनि त्यो चिजहरूले एउटा पाठ सिकियो त्यही भनेर चित्त बुझाउने बाँकी केही गर्न सकिँदैन क्या जब कसैले आफूलाई नराम्रो गर्छ दुःख दिन्छ पीडा दिन्छ धोका दिन्छ यो कुराहरू जति जे पनि भोगिन्छ म यस्तो भएपछि यस्तो गर्छु भन्ने तर केही पनि गर्न सकिँदैन आफ्नो नैतिकताले पनि दिँदैन है अनि आफूले सिक्दै आएको आफू रहँदै आएको संस्कारले पनि दिँदैन मेरोमा चाहिँ। हार्ट ब्रेकले कतिको रुवाउँदो रहेछ? हजुर हार्ट ब्रेकले कतिको रुवाउँदो रहेछ? त्यो त रुवाइहाल्छ नि अहिले पनि आँखा रसाइरहेछ भनेपछि अफकोर्स मान्छेलाई गाह्रो चाहिँ बनाउँछ कि है बनाइहाल्छ नि त्यो जस तपाईँले त्यो किसिमको लेसन सिक्नु भनेको तपाईँ केही टाइम कमजोर हुनु होला तर त्यसपछिका फेजहरूमा चाहिँ तपाईँ स्ट्रङ हुनुहुन्छ अरे कि तपाईँलाई त्यसपछि गएर चाहिँ कुनै पनि किसिमको कुराले हुन्छ नि छुँदैन भन्ने पनि हुन्छ नि त त्यो सिकाइ त हुने एउटा होइन त्यस्तो माया प्रेम के रहेछ माया प्रेम? खोइ यो माया प्रेम केही पनि होइन यो होइन यो सुन्दर छ आफैमा केही पनि होइन पनि नभनौँ यो आफैमा एकदम सुन्दर चिज हो जसले पायो जसले कदर गर्यो जसले साँच्चै नै मनबाट गर्यो त्यो साँच्चै सुन्दर हुन्छ लाइफ साँच्चै नै मान्छे
कति खुसी जति बाँच्छ कति खुसी भएर बाँच्छ क्या त्यो चिज आफैमा अति सुन्दर र मान्छेलाई पनि सुन्दर बनाउने चिज चाहिँ हो प्रेम माया चाहिँ। अब त्यो गलत पर्दियो भने फेरि त्योभन्दा खतम त्योभन्दा गए गुज्रेको जिन्दगी केही पनि हुँदैन। तर जिन्दगी पनि यस्तै हो, आफूले जतिसुकै अँध्यारो भए पनि त्यसलाई उज्यालो बनाउन सक्नुपर्छ अरे कि त्यसलाई आफैले नै ब्युटिफुल बनाउँदै जाने हो। डे टु डे हुन्छ नि, स्टेप बाई स्टेप हामीले नै बिल्डअप गर्दै जाने हो भनेर पनि भनिन्छ नि त। त्यो सिकाइ नै सायद हाम्रो लाइफको सबैभन्दा ठुलो सिकाइ होला कि जब हामी त्यो कुरा बुझ्छौँ त्यहाँसम्म पुग्नु। त्यो समयमा चाहिँ एकदमै लो सबै भयो सक्यो भने पनि बिस्तारै म कुनै गलत मान्छेसँग जोडेको रहेछु भन्ने रियलाइज हुँदै जान्छ। 100%लाई चाहिँ म सही अरू गलत अरू सही म गलत भनिनँ, तर जो सही छ जो राइट छ त्यो राइट पर्सनलाई बिस्तारै केही फरक पर्दैन, त्यो रङ पर्सनलाई बरु त्यो चिजहरूले कुनै समयमा हार्म गर्ला। त्यो चाहिँ हो। फेरि अहिले एक्टिभली अब गायनमा तपाईँ अगाडि बढिरहनु भएको छ होइन, मलाई लाग्छ साइड बिजनेस पनि गरि नै रहनु भयो होला होइन? कसरी लाग्छ बिजनेस? अहिले त अलिअलि कपडा पसल कि के पसल छ? हजुर अहिले साथीले नै गरिरहेछ। त्यसमा तपाईँले टाइम दिन चाहिँ भन्नु भएको छ? अलिअलि हजुर। यसरी बाहिर तपाईँ हुन्छ नि काममा हिँड्दाखेरि अथवा इभेन्टमा हिँड्दाखेरि चाहिँ तपाईँलाई घरभित्र अथवा मनभित्र जति ठुलो दुःख छ भने पनि मुभ अन हुन सजिलो हुन्छ नि, अलिकति खुसी मिल्छ भनिन्छ, हो कि होइन रहेछ? हो, साथीभाइसँग हिँड्दा हाँस्दा बोल्दा अब त्यो कुराहरू धेरै कुराहरू हुन्छ नि, भुलिन्छ ती कुराहरू। रातभरि रोएर अनि भोलिपल्ट स्टेजमा पर्फर्म गर्नुभएको छ? छैन त्यस्तो। त्यस्तो मोमेन्ट पनि हुन्छ कि छैन। रुन त मलाई म सानो सानो कुराले पनि रुन्छु। रुन त एकदम छिटो हुन्छ। सानो कुराले पनि खुसी पनि भइहाल्छु, एकदम छिटो खुसी हुन्छु। मलाई त्यो ठुलो केही गर्नै पर्दैन क्या खुसी हुनलाई। अनि रुन पनि त्यस्तै हो, फेरि केही कुराहरूले एकदमै छोयो भने रुन्छु। त्यस्तो होइन लाइफमा। अब केटी मान्छे धेरै रुन्छन् भन्ने आरोप पनि छ नि फेरि हामीलाई। त्यो आरोप त्यो लाउँछन् नि, त्यत्तिकै नि रुन्छन् भन्छन्, के भन्छन्, तर त्यस्तो पनि होइन, त्यत्तिकै चाहिँ रुँदैन होला है मान्छे, मलाई चाहिँ त्यस्तो लाग्छ है। त्यही त त्यो भन्छन् नि त, एउटा ब्लेम त लगाउँछ नि त, यिनीहरूको कामै हुन्न त्यो रोइदियो भयो भन्छन् नि त, त्यस्तो पनि होइन। एक्ज्याक्टली रोएर जित्ने भन्छ जात हुन्छ। त्यस्तो त कहिले खोइ पाइएन, रोएर जित्ने त जित्न सकिएन भनेको। तर हामी आफ्नो पार्टनरसँग पनि रुन त रुन्छौँ नि त होइन, आनन्दले। त्यो रोएर पनि त्यो रुनीको अर्थ बुझ्ने पार्टनर भयो पो र। तपाईँ रुनु भएको छ कहिले आफ्नो पार्टनरसँग? भन्यो भने के भन्नु, सकी छैन मेरो त्यस्तो जो रोए त के त्यहाँ टाउकै फुटाए पनि बुझ्ने थिएन मेरो कोही पनि। ए हो भनेको रोएर चित्त दुखाएर कम्प्लेन गरेर काम छैन भन्ने खालको काम छैन अलरेडी आफूलाई। त्यो चिजको बुझ्नेले महत्त्व बुझ्दै पो त्यो रुनुको पनि अर्थ छ र होइन। त्यो रोइरहेछ आनन्दले बस्नेको पऱ्यो भने त के अर्थ त होइन र। त्योभन्दा त्यो आफू रुँदा र घुर्क्याउँदा पनि त्यो चिजलाई बुझिदिने मान्छे भएको रुन मन लाग्ने हो र होइन। नत्र त त्यो चाहिँ मतलबै के अरे नगर्ने। अब त्यस्तो मान्छे पऱ्यो भने त रुनुको के अर्थ, हाँस्नुको अर्थ कि खुसी हुनु दुःखी हुनु, ऊ कति बेला के भइरहेछ, दुःखी छ कि सुखी छ कि खुसी छ कि उसलाई केही कुराले पीडा भइरहेछ कि भन्ने कुराको केयर गर्ने मान्छे पऱ्यो भने मात्र। त्यो केयरै नगर्ने मान्छे त्यो खै फरकै परेन मलाई। तपाईँ चाहिँ कतिको केयरिङ नेचरको मान्छे हो? म हो म आफूले भन्छु मलाई म त गर्छु। गरेपछि हामी आफूले पनि खोज्छौँ कि फेरि खोज्न चाहिँ होइन, यही त आफूले पनि खोजिन्छ। अनि त्यो अब नपाउँदाखेरि चित्त दुख्छ भनौँ न, ह्युमन नेचर नै हो नि त होइन। त्यो सबैलाई हुने रहेछ अफकोर्स। यो के भन्छ, कतिले भन्छ तिमी धेरै अटेन्सन खोज्छौ भन्ने हुन्छ, तर एभ्री वान सबैजनाले खोज्छ जस्तो लाग्छ कि मलाई चाहिँ। त्यो सम्झिने भने माइनर कुरा हो नि। केयर गर्ने भनेर त्यहाँ गएर त्यो बडीगार्डै बसिरहने त होइन नि त होइन र। सानो सानो कुरामा सोधिदिए मात्रै पनि त तिमीले खायो खाएनौ अथवा तिमीलाई सन्चो बिसन्चो, कुनै बेला तिमी बिरामी छौ भने केही दबाई ल्याऊ यति भनिदियो भने त त्यो माइनर कुरा हो नि त। यति त त्यो चिजले पनि त खुसी बनाइदिन्छ नि होइन र।
त्यो गर्नु पऱ्यो भनेर कहाँ यत्रो पहाडै खसालिदिनु पर्ने त होइन बुझ्नेले बुझिदिन्छ त्यो बुझ्नै नसक्नेले बुझ्दिन्न त्यही हो मुभ अन हुन के गर्नु पर्दो रहेछ म त थाहा भएन हजुरको अनुभव सुन्न मन लाग्यो कि नै थाहा भएन म भन्छु के भएर मलाई हुन्छ नि कुनै न कुनै कुराबाट मुभ अन हुने त्यस्तो कुनै आइडिया छ हजुरको कुनै न कुनै ब्रेकडाउनबाट हार्ट ब्रेकबाट त्यो पर्सन कस्तो थियो भन्ने कुराहरू सम्झिनु पर्ने राम्रो कुरा सम्झिने होइन कि नराम्रो कुरा सम्झिने होला राम्रो त सम्झिने के नै हुन्छ र राम्रो मान्छेले तपाईँलाई दुःखै दिँदैन क्या धोकै दिँदैन तपाईँको कहीँ कतै गल्ती भए पनि कहीँ कतै गल्ती भए त त्यो गलत कुराहरूलाई सुधारेर अब यस्तो तिमीले पनि नगर म पनि तिमीलाई मन नपर्ने कुरा गरौँला नगरौँला भनेर अगाडि बढ्छ होइन अब त्यो मोबन त्यो मान्छे कस्तो थियो आफूले गर्ने व्यवहार कस्तो थियो त्यो धेरै माया गर्ने मान्छे थियो र नचाहँदा नचाहँदै गुमाउन पर्यो भने पीडा हुने हो नत्र त्यो पर्सन चाहिँ सही थिएन भने त केही समयमा भइहाल्छ आफैले गरेको मायाले पोल्ने त हो मैले यस्तो मान्छेलाई गलत व्यक्तिलाई माया गरेँ विश्वास गरेँ भन्ने कुराले त्यो एकदम धेरै रिग्रेट भएर पोल्छ होइन अनि तर यो मान्छे चाहिँ यस्तो थियो है मैले गलत पर्सनलाई माया गरेको थिएँ भनेपछि अटोमेटिकली त्यो त चित्त बुझिहाल्छ नि आफूलाई ओहो कति धेरै माया गर्थ्यो कति धेरै केयर गर्थ्यो उसले मलाई यस्तो प्रेम गर्थ्यो तर हाम्रो सिचुएसन यसरी छोड्नु पऱ्यो भन्ने भए मात्रै गाह्रो हुने हो कि चिटिङ फेस गर्नु भएको छ पार्टनरबाट कुनै फेजमा त्यो त एकदमै गाह्रो हुन्छ नि है कसरी सम्हालिँदो रहेछ त्यस्तो सिचुएसनमा भइहाल्छ नि बिस्तारै अब त्यसका अरू पनि कारणहरू हुन्छन् यस्तै हो भन्ने हुन्छ चित्त बुझाउने पर्ने हुन्छ त्यो चाहिँ हो ओके अहिले जस्तो हजुरले भन्दाखेरि हजुरको अनुभवमा पनि मैले यसो बुझ्दाखेरि जस्तो सोसल मिडियाले मान्छेको लाइफलाई गाह्रै बनाइदिरहेको हो होइन सोसल मिडियालाई त दोष किन लाउने त है आफू कसरी प्रेजेन्ट भइहाल्छ भन्ने कुरासँग डिपेन्ड गर्ला नि त्यो त सोसल मिडियाले आएर नराम्रै गर भनेर नराम्रै बाटो हिँडाउने त होइन सोसल मिडियामा आएर मान्छेहरूले अर्काको बारेमा जुन किसिमको पोस्टहरू गरिदिनुहुन्छ जुन किसिमको कमेन्टहरू गरिदिनुहुन्छ ती कुराले गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारै पर्ने हो त्यो चाहिँ हो नि त्यहाँ पनि सबै नराम्रो आउँदैनन् राम्रा सोच्ने पनि हुन्छन् तर केही पर्सेन्ट चाहिँ राम्रा धेरै हुन्छ भने नराम्रा पर्सेन्ट केही हुन्छन् अलि अप्ठ्यारो त हुन्छ नि हुन्छन् त्यस्ता कुराहरूले पनि फरक पार्छ अलिअलि र अघि पनि तपाईँले भन्नुभयो जस्तो सोच्दै नसोची बुझ्दै नबुझी फ्याक्ट कुरा नथाहा पाइकन अरूलाई चाहिँ जे पाइदिए चाहिँ नलेखिदिनुहोस् भन्ने एउटा रिक्वेस्ट त्यो चाहिँ भन्छु ओके भनेपछि अब के छ साङ्गीतिक प्लानिङहरू के छ गीतहरू के हुँदैछन् गीतहरू हिजो अस्ति पनि आएको छ एउटा हाम्रो विनोद भण्डारी भाइको चाहिँ च्यानलबाट रुमालैली बाटो छेकौँला भन्ने अनि खेमजीले र मैले गएको छौँ अनि त्योभन्दा पहिला पनि आएको छ मेरो च्यानलबाट पनि रानी हजुरको भन्ने हाम्रो वसन्त थापा दाइ र मेरो अलिअलि माया दिइरहनु भएको छ अझै माया गरिदिनु खेमदाईसँगको सहकार्य हामी कन्टिन्युटी नै देख्न पाउँछौँ तपाईँहरू दुईजनाको त्यो भन्न सकिन्न त्यस्तो होइन त्यो अब गाउने मान्छे हो अब व्यावसायिक हिसाबले गाइएला कहीँ कतै ठोकिन सक्छ त्यो भन्न सकिँदैन आउला नि नआउला चान्सेस कम छ यसको मतलब ओके अब अडियन्सले पनि कति कुराहरू बुझ्नु नै भएको छ भित्र कुरा के हो इभन तपाईँहरूको फ्रेन्डसिप नै कुन जोनमा थियो भन्ने कुरा तपाईँहरूलाई मात्र थाहा होला होइन र अडियन्सले एक लेभलमा बुझ्नु पनि भएको छ जस्तो धेरैजनाको इच्छा चाहिँ थियो तपाईँहरू सँगै हुनुहोस् भन्ने धेरैजनाको इच्छा थियो तपाईँलाई भाउजू भन्ने धेरैजनाको इच्छा थियो होला बिनाजु भन्ने त्यो इच्छाहरू अब हुन्छ नि दर्शकको इच्छाले मात्रै हुँदैन मेन कुरा जुर्नु पनि पर्छ मेन कुरा तपाईँहरू दुईजनाले चाहिँ चाहनुपर्छ होइन पर्थ्यो भनौँ न जस अहिले त तपाईँहरू
अलिक टाढै भइसकेको छ होइन सो जे भइरहेछ राम्रो भइरहेछ होपफुली अब पनि राम्रो होस् तपाईँको लाइफमा पनि करियरमा पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु म केही बाँकी छ अडियन्सलाई भन्नु मन लागेको कुरा केही छैन त्यस्तो नबुझी ब्लेम नलगाउनु गीतहरू आइरहेकै छ हामीले हाम्रो कर्म गरिरहेकै छौँ तपाईँहरूले माया गरिदिनुहोस् त्यति नै हो अब चाहिँ हामी जाँदा जाँदै तपाईँलाई केही गिफ्ट ह्याम्परहरू दिन चाहन्छौँ फर्स्टमा यो वार्म वेल सिल्भर 6को वार्म वेल हो यो तपाईँको बडीको लागि तपाईँको बडीको जुनसुकै पार्टमा पनि पेन भयो भने यसले रिलिफ गर्छ मसाज वेल हो यो इभन नसा च्यापिएको हाड जोड्नी दुखेकोसम्म काम गर्छ यसले रिलिफ गर्छ भन्ने धेरैको अनुभव पनि छ यो तपाईँको लागि ओके थ्याङ्क यू हजुर मैले पनि फेसबुकतिर पनि देखिरहेको थिएँ हजुर एडहरू देखिरहेको थिएँ अनि यो चाहिँ हाड जोड्नेको नसा च्यापीको समथिङ यस्तै के ठिक हुन्छ भन्नुभएको थियो सुनेको थिएँ आज म ट्राई गर्छु है काम लाग्छ त्यस्तो कुनै प्रब्लम त छैन नि नै अहिलेसम्म त छैन ओके घरमा आमाहरू मम्मी बाबालाई काम लाग्छ एक्ज्याक्टली बुवा मम्मीलाई चाहिँ मजाले काम लाग्छ है नेक्स्ट वान यो चाहिँ श्रीकेश हेयर ओइल 32 जडीबुटी युक्त नेपाली हेयर ओइल हो यो तपाईँको कपालको लागि तपाईँको कपाल झर्न रोक्छ झरेको कपाल उमार्छ भन्ने विश्वास धेरैको छ नेपालको औषधि विभागमा दर्ता भएको एकमात्र हेयर ओइल पनि हो यो तपाईँको थ्याङ्क यू श्रीकेशको बारेमा पनि सुन्नु भएको थियो सुनेको र मैले यो युज पनि गरेँ हो पहिला ए हो एकदम धेरै कपाल झर्छ मेरो नि अनि युज पनि गरेँ हो बिचमा फेरि ग्याप भयो सक्या थियो होला सक्यो भन्दा नि खोइ के कसले के भन्ने भएर अलिक डर लाग्थ्यो तर रिजल्ट चाहिँ कस्तो पाउनु भएको थियो त्यो कन्टिन्युटी नै भएन के ए ओके कसले के भनेन तर थ्याङ्क यू ओके फेरि गर्छु है कपाल हेयर फललाई चाहिँ रोक्छ थ्याङ्क यू लास्ट वान जस्मिन हाइजिन प्रोडक्टको यो चाहिँ क्यू बेबी प्यान्ट्स हो अमेरिका जापान र कोरियामा प्रख्यात बेबी डाइपर हो यो क्यू बेबी प्यान्ट्स यो पनि तपाईँको लागि थ्याङ्क यू कुनै टाइम अब हुन्छ नि बच्चा भयो भने चाहिँ काम लाग्छ अदरवाइज तपाईँले कसैलाई गिफ्ट पनि गर्न सक्नुहुन्छ यो चाहिँ एकदमै कम्फर्ट बच्चाहरूको स्किनमा चाहिँ कुनै पनि किसिमको ऱ्यासल्स आउन दिँदैन एकदमै सफ्ट छ र सबैजनाले मन पनि पराइरहनु भएको छ थ्याङ्क यू सो मच तपाईँलाई आइदिनु भयो त्यसको लागि अब कि बाँकी छ भन्न नै थ्याङ्क यू सो मच खुसी लाग्यो हजुर थ्याङ्क यू सो मच र तपाईँको अपकमिङ करियरको लागि चाहिँ धेरै धेरै शुभकामना थ्याङ्क यू राधिका